खै त बत्ती र उज्यालो र मानन्टी प्लास्टिक कालो छ नि फेरिले ल्याए डुङ्गु धेरैपट्टि छन् अरे आउनु हो पहिला टिका लामा नि खिच्ने फोटो खै सेम्दैन माडा के यार ल छन ओ धेर न धेर के ए चेइलिङ उज्यालो राम्रो छ नि ल होला उन्टा टोक्रो उन्टा काचरी चेख्रे ब्रान्ड बोइ चे नजिक दैलो छिटो आउनु पर्यो ए म त बोल्छु के 12 बज्छ छिटो आउनु मेरो भिडियो बना म आउँदै छु ल ओइ मोबाइल दे बहिनी काले बाबा गरेर एउटै हुन्छ लडे बाबा भाइ कसरी लडे सुमी त्यता हेर सुमी मम्मीलाई हेर मेरी खेम कर थुक्क सिद्धि सकेछ तेरीका यता यता न तिम्रो तिम्रो एकछिन उता बस नि यहाँ नछेल न यहाँ धेरै देख्यो कि अब टस्टी आएको नि नछ्या यसको धेरै डाङ्छ हौ भुको हो के छ्या पाला दलाना माथि मादर र भाउजी चाहिँ डेमे टस जान्न बारको टस झल्ल टेन्न ब्राको अगाडि रा मलाई चट्टा हाल्ने सुकुटी पनि देखाइदिनु पहिला जन्मिनु पर्छ लाउनु पर्थ्यो थुक्क मूल घर त यही हो त नि ल म त ढोक चाहिँ यही बस्छु नि कान्छो अलि त हट न कान्छु कति वर्षपछिको अनुभव दसैँ यसो भ्लग बनाऊँ अब अलिअलि बोलौँ ठ्याम्म दिन्छु टोपी झऱ्यो टिपा 10 वर्ष भयो नि यो हट न यसरी देखा छोरो यसरी टस देखा यता बाजे र मामातिर देखाऊ एउटा एउटा ल लुलु यहाँ मामा जठक लाग्छ छिटो टानाको न हो अहिले पो उज्यालो देख्यो थुक्क ल फेरि डबल लाउनु मन पनि अलि उज्यालो देख्यो अहिले खै खै मेरा हाथ बचा मेरा हाथ लाए बोबा हो बोबा अब ए एकछिन फोटो खिच्यौँ फेरि ढोक पारी हो क्या म ठ्याक्क टुप्पर ठुलो भएछ मलाई काले अलि पछाडि सर नि त्यति नजिक नजान धेरै पाला आउँछ के किनभने पहिला नि मलाई टोक्ने फेरि भन् त बचिसक्यो खै सुमितको टोपी दे न एकछिन खैन भाइ टोपी ले न मसँग चाहिँ छैन काल्यालाई पनि हुँदैन कान्छालाई ठिक हुने अनि काल्या र रोशन जेल पनि आएको छैन मान्छे पनि चिन्दैन सबैजना टिका लाउन आउनु रे खै त पूजा न हो बुम्टु छ के रसन कता छ है ल पैसा दिनुपर्छ पर्दैन बाजेलाई ढोग्ने खुट्टामा यहाँ आमालाई ठुली मम्मी ठुलो बाबा मम्मी
ए दियो मलाई पहिला फोटो पनि क्लिक क्लिक ल बुबालाई ठुलो मम्मीलाई ढो खुट्टामा लगान हो तपाईँ बुबाले ठुलो बुबालाई खुट्टामा 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 अलि राम्रोसँग ओ ढोली आमालाई अलिक खुट्टा उ गरे ढोक न बिस्तारै ए भयो भयो अरूलाई टिका लगाउँदा त यसो गरेर यसो यसो टाँसिदिन्छ यसले अनि हामीलाई चाहिँ नढोग्ने मम्मी बाबा गोलोमा गोलितलाई दिदीलाई त्यो टिका काटेको भिडियो गरेर भाग्यमानी भाग्यमानी यसो गरेर मम्मी मम्मीलाई पनि ढोक पैसा माग्नु बाबासँग त्यसै ढोग्नु हुँदैन बोबासँग माग ममासँग भाइ मलाई त जनाउनु लाग्यो को आन्सर भाइ कहाँ भाग्यो ख्वास लाउने भन्थ्यो हिँडेको सनका आन्सर कता भाग्यो म पहिला फर्स्ट लाउने आमा फर्स्ट त म लाउँछु बग्दिसक्यो हो पैसा हो सुस्ताराको कालुलाई सल ल्याइदेऊ न मेरो भनेको सोल बोल्नु भएको म त म म बनाइदिन्छु त्यो जमरा ल आइदे सुबी जमरा यहाँ हाल्यो रोशन समय चाहिँ रसना पकड्दा हैन खै नै पकाउनु पर्दैन के त्यो बत्तीलाई क्यामेराम्यान एक्सन आमालाई दिनु खैले हट्टे रोशन हट ताइज ल टोपी नलाऊ ए टोपी छैन कहाँ होला मम्मी टोपी टोपी मम्मी टोपी यहाँ छ त्यो लाउनु त भाइ यति बसेर कसको टोपी त्यति छ भाइको रे के अस्ति छोरमा होला छ्या राम्रो देखेन त हुन्छ हुन्छ टिका लाउने बेला लाउनु पर्छ त्यो कान्छा केटी कि केटा नचल न पहिला म लाउने भन्दै हिँडेछ मलाई नै भन्थ्यो आमा म फर्स्टमा लान्छु अहिले बाजे नन स्टपमा अहिले फर्स्टमा लाउने ल पुस्जा चाहिँ उसलाई छेउ फर्स्टमा भाइको अनि त्यसपछि सुमित अनि त्यसपछि मेरो अहिले 1000 रुपैयाँमा काका यामे बाजेले खुट्टामा ढोग्ने के हेरेपछि सोचेर आमालाई मामा माइजू सबलाई अनि मेरो लाइन आमालाई आमालाई खुट्टामा ढोग्न जसमा कुल्चिन्छ अहिले भुइँमा टोपीले कान्छ उता पछाडि मामा जेठो मामालाई टोपी टोपी चस्मा झर्यो जसमा कुल्चिन्छ अहिले चस्मा टिप्न पहिला पराइबाट अलिकति त न्युरी न के साह्रो हौ आमालाई र बाबालाई मात्रै हो क्या त्यसरी माइजू यता माइजूलाई टाढाबाट न्युरी नै आमालाई खै खै हाम्रो कान्छु खै रोशनलाई ढोग्यो रोशनलाई त पर्दैन भाइ हो रोशन त रोशनले चाहिँ ढोग्यो। कान्छा फस हो नि है खै फोटोमा खिच्यो लास्टमा फस है उला कादन किन हाकेटा नि भिडियो जाने कान्छु 1000 पाइदिरे के पैसा चाहिन्छ टपी झर्नु खोज्यो टपी झर्नु खोज्यो भने आकाले बोले के हुन्छ ल बाजेलाई खुट्टामा जिता गर्ने ढोग्ने ल ल सामान पैसा खुट्टामा ढोग्ने बाजेलाई ओइ पछाडी हालेको बाजेलाई खुट्टामा उठेर उठेर उठ्यो ताइज उठेर खुट्टामा ल निउरिने यता आमालाई 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 खुट्टामा छाना छाना अब त मामालाई नमस्कार 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 ल यता मामालाई फेरि नमस्कार भन्नु ल यता मामालाई यता कान्छा मामालाई यता ए यो मामा पराइबाट नमस्कार यता माइजूलाई रोशन अनि यता माइजूलाई यता माइजूलाई नमस्ते नमस्ते सुमिर र रोशन दादालाई पनि ओ यता यता आऊ यता रोशन नमस्ते गर नमस्ते गर पूजनालाई बोलाएर आएर पूजनाको बुवा मम्मीलाई बोलाएर भाग्यमा